हाई गुड आफ्टरनुन अल फ्रेन्ड्स साथीहरू। हेर्नुहोस् है, आज दिउँसो चाहिँ म एकछिन फुर्सदमा यसरी अङ्गुरको झुप्पा अङ्गुरको भिडियो बनाइराखेको छु। यो चाहिँ हल्का दाना भए पनि एकदमै टेस्टी, बजारको भन्दा अर्कै टेस्ट छ। अनि चाहिँ झरझराउँदो। अहिले चाहिँ यो मौरी अनि र चराले पनि धेरै खाइरहेछ। यसमा एकैचोटि पाक्नु हुन्छ, कोही पाकेको एकदमै त्यो जर्जरको उखु हुन्छ नि, त्यस्तै उखु जस्तो झरिलो हुँदछ। गाइस यस्तो फल्नु जान्दैन छ, पोहोर त भर्खर मात्रै फलिरहेको थियो। यसपालि चाहिँ आम्मामा यस्तो झप्पै फलिरहेको छ। यस्तो गाइस म त छक्क परिरहेको छु अङ्गुर फलेको हेरेर। यस्तो टेस्टी छ कि अलिक नपाके चाहिँ अमिलो हुन्छ, पाकेपछि त यो बजारको जस्तो, बजारले दबाई हालेकोले त्यस्तो खासै टेस्ट हुँदैन। तर यो चाहिँ यस्तो टेस्टी छ गाइस, साँच्चै होला। सबै हजुरहरूले पनि यसरी रोपेर खानु घरकै। त्यो बजारको 70 रुपियाँ पाउ खाएको चाहिँ वास्तवमा हेल्दी होइन, अझै रोग निम्ताउनु हो। हेर्नुहोस् गाइस, म चाहिँ यो एकै मुठीमा बनाएर खाने हो। घरमा फर्स्टदेखि लिएर सुसुम के लिएर मेवादेखि लिएर यसरी घरमा हेल्दी खानेकुराहरू रोप्नुभयो भने यो तराईमा केही पनि सबै कुरा हुँदैछ। के नभएको के छ, सिस्नुदेखि लिएर यो ठाउँमा चाहिँ गर्मी हुनु चाहिँ अलिक जान्दैन, तर अहिले त हापाहरू पनि ठिकै छ। हजुरहरूले पनि यसरी नै बनाएर रोपेर खानुहोस्। अब यसको पाके बनाएर यसलाई जुस बनाउन आँटेको। झरेर पुरै मौरीको पनि नास्ता यही भएको छ, खाना चराको पनि यही भएको छ, मान्छेको पनि यही भएको छ। मेरो बाबुहरूले यिनको खाइरहेछन् दिनदिनै खाजा जस्तो। यो असारतिर चाहिँ मजाले पाक्छ झुप्पै, अहिले चाहिँ पाक्दै गरिरहेछ। कोही चाहिँ अब 12 मासी भयो, कोही पाक्दै गरिरहेछ, कोही चाहिँ यो चाहिँ तल आएको रोपेको थियो, वास्तवमा यसरी आएको हो। यहाँ मुनितिर पनि छ, यता सबै गइरहेछ। यसरी हस्बेन्डजीले सानो बिरुवाले काटेर ल्याउनु भएको थियो एउटा हाँगा, साथी हाँगाबाटै सरिहाल्नुहोस्। यता घरको यसो सो पनि भयो, खाँदा पनि एकदमै टेस्टी छ, एकदमै झरिलो। हेर्नु न गाइस, यो मौरीहरू यत्तिकै आएको, बिहान त यति थियो, अहिले दिउँसो त आएको छैन होला भनेको। यो 1-2टा 2-3टा देखिरहेछ। आमामा पोल्छ कि क्या हो, ओ माई गड। यो आँप पनि यहाँ पनि घरमै फलिरहेको गाइस। ड्रागन फ्रुटहरू, फुलहरू यसरी फलिरहेछ। साथीहरू हेर्नुहोस्, घरमै
कुखुराहरू पनि घरमा 18-19 छ। यहाँ चाहिँ 2-3टा मात्रै छ। यहाँ मुनि 5 छ र यहाँ 8वटा तल केरा पनि हुन्छ गाइस। अस्ति असारमै चाहिँ सानो थियो, हेर्नु न कस्तो फलेर अर्को पनि निस्किरहेको छ। कति काटेको बच्चाहरू आएको गर्छ। देख्नुभयो साथीहरू, अस्ति असारमा 1 वर्ष थियो, यो असारमा 1 वर्ष भयो। यत्रो फल्यो कि देख्नुभयो, ठुलो खालको। यो चाहिँ कोरियन सम्सु रोपेको थिएँ, यसको बिउ बनाउनु पर्यो भनेर। यो काँचो रायो साग हुन्छ नि, रायो होइन सम्सु, काँचै खाने साग हो। र चाहिँ अब यो केलाउनु लागेको साथीहरू। चाहिँ किचनमा ओके, सबैजनाले लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला है। सबैजनाले यसो रोपेर खानु होला, अर्ग्यानिक नखानु होला दबाई हालेको। ओके, बाई बाई सबैजनालाई।